यो असन साँच्चीकै भन्ने हो भने धेरैजनाको बाल्यकालसँग जोडिएको, आज वर्तमानसँग जोडिएको र भविष्यसँग जोडिएको ठाउँ हो। नुनदेखि सुनसम्म पाइने यही ठाउँ बजारको रूपमा आज मात्र होइन, परम्परागत इतिहासकालदेखि नै काठमाडौँको बजार असन बजार भनेर चिनिने ठाउँ। यो बजार असन बजार मात्र होइन, यो ठाउँ साँच्चीकै नियालेर हेर्ने हो भने, गहिरेर विचार गर्ने र सूक्ष्म अध्ययन गर्ने हो भने यो इतिहास हो र यो हाम्रो पहिचान पनि हो। असन बजार भनेर त हामी सबैले चिन्छौँ, तर यो असन बजार मात्र होइन है, हाम्रो संस्कृतिको धरोहर हो। हामी सबै समाजको विभिन्न क्रियाकलाप हुने ठाउँ हो र मानव जीवनको महत्त्वपूर्ण पाटो भनेको यो सम्बन्धको धरोहर पनि हो। असन बजार मात्र नभएर हामीले सहरको परिकल्पना गर्दाखेरि जहाँ चिल्ला गाडीहरू गुड्नेछन् भनेर सम्झिन्छौँ, फराकिला रोडहरू हुन्छन् भनेर सम्झिन्छौँ, तर सहर भनेको गाडीको लागि मात्र होइन। सहर आम नागरिक जो हिँडेर यी ठाउँहरू हेर्न खोज्छन् ती व्यक्तिहरूको लागि पनि हो। आजको यो कार्यक्रम भनेको वी आर रिक्लेमिङ आवर प्लेस। हामीले हाम्रो ठाउँमा आनन्दले हिँड्न पाउनुपर्छ भन्ने सन्देश पनि दिइरहेको छ। असनमा आइरहँदाखेरि विभिन्न बजारका क्रियाकलापहरू त हामीले देखेका छौँ मूर्त रूपमा, तर यहाँ महसुस गर्ने धेरै ठाउँ छ। यहाँ एकछिन बसिरहँदाखेरि मसलाको बास्ना आउँछ। हाम्रो घर घरमा पाक्ने विभिन्न परिकारमा चाहिने मसला पाएन कतै भने कहाँ जाने भन्दाखेरि असनमा जाने भनेर सम्झिन्छ। जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारहरू गर्छौँ, विभिन्न जात जातिको आफ्नै संस्कारहरू छन्। त्यसका लागि सामान कहाँ किन्न जाने त भन्दाखेरि असन मरु यही कोरे एरियामा आउँछौँ, यही जनबालमा जान्छौँ। तर बिस्तारै ती पसलहरू विस्थापित हुँदै गइरहेका छन्। आज हेर्ने हो भने फ्यान्सी कुराहरूको धेरै पसल देखिन्छ, तर इतिहास झल्किने, हाम्रो परम्परा झल्किने, हाम्रो जनजीवनको विभिन्न संस्कारसँग जोडिने ती पसलहरू, जसरी मैले भने मरु जनबाल असनमा भेटिने कुराहरू अहिले बिस्तारै मासिँदै गइरहेको छ, हराउँदै गइरहेको छ, लोप हुँदै गइरहेको छ। यद्यपि यसलाई जीवन्त बनाउनको लागि, यसलाई फेरि पुनर्स्थापना गराउनको लागि यो एउटा सानो प्रयास हो र यो प्रयासमा यहाँहरू सबैजनाले हातेमालो गरिदिनु हुनेछ भन्ने आशा लिएका छौँ। आज यो सुरुवात हुँदाखेरि विभिन्न कार्यक्रमहरू यहाँले देख्नु भएको छ। हरेक शनिबार फरक फरक कार्यक्रमहरू यहाँले देख्नुहुनेछ। यो ठाउँ गाडी गुडाउने, स्कुटर गुडाउने, बाइक गुडाउने मान्छेको लागि मात्र होइन, यो ठाउँ हाम्रो बाजे अजीको लागि पनि हो, जो चाहिँ आनन्द आएर डबलीमा बस्नुहुन्छ, भलाकुसारी गर्नुहुन्छ। त्यति मात्र होइन, यो ठाउँ भनेको साना नानीहरूको लागि पनि हो, जसलाई घरबाट बाहिर निकाल्नलाई डराउनुहुन्छ यहाँको छिमेकीहरू। किनभने गाडी गुड्छ, बच्चालाई बाहिर कसरी लग्ने? अनि जब बच्चाहरू यहाँ आउँदैन, त्यसपछि यहीँ अगाडि भएको गणेश मन्दिरसँगको के सम्बन्ध हुन्छ? यो दबलीसँग के सम्बन्ध हुन्छ? जब हामीले यो ठाउँ उपयोगै गरेनौँ भने यो एउटा इन्फ्रास्ट्रक्चर, पूर्वाधार मात्र हुन्छ, तर होइन, हामी हाम्रो सम्बन्ध जोड्दैछौँ हाम्रो सम्पदासँग, हाम्रो सहरसँग, जसले गर्दाखेरि यो ठाउँको महत्त्व किताबमा मात्र होइन, स्थानीय पाठ्यक्रममा हामीले पढाइरहेका छौँ बालबालिकाहरूलाई यो ठाउँको महत्त्व के हो भनेर, तर किताबमा मात्र पढेर हुँदैन, यो महसुस गर्नुपर्छ। यो भेहिकल फ्री स्याटरडे गर्नुको उद्देश्य भनेको यो ठाउँलाई महसुस गर्ने एउटा मौका पनि हो। त्यसकारण आज जसले यो कुरा सुनिरहनु भएको छ, कृपया आफ्नो छोराछोरी नाति नातिनालाई पनि सँगै ल्याउनु होला, आफ्नो आमा बुवालाई पनि सँगै ल्याउनु होला, आफ्नो हजुरबुवा हजुरआमालाई पनि सँगै ल्याउनु होला, अनि बाजे अजीको हात समाउँदै यहाँको कथा सुनौ न। आज कतिवटा मन्दिरमा त मै पहिलो पटक गएको छु, जबकि म कोर एरियाकै व्यक्ति हो। किन भन्दाखेरि गाडी गुडिरहेको हुन्छ, त्यहाँ यसो भगवान् ढोक्न जाऊँ भने ट्याटा टुटुट हर्न बजिसक्छ, होइन होइन यहीँबाट ढोकुन्छ नि भन्छौँ हामीले। त्यसपछि त्यो ठाउँको मूल्य मान्यता पुस्तान्तरण भएन।
असन बजार यो चोक मात्र होइन, यहाँबाट अलिकति गल्लीभित्र छिरौँ अर्कै दुनियाँ पाउँछौँ हामीले। यति धेरै बाहाभई चुकन्न नि भएको ठाउँ हो। यहाँबाट अलिकति अगाडि गयौँ भने हामीले जनवाह देख्छौँ। जनवाहसँग जोडिएको यति धेरै महत्त्वपूर्ण बाटोहरू छ। त्योभन्दा अलिकति अगाडि गयौँ भने ओटु छ। ओटुमा पनि अलिकति भित्र गयो भने साँच्चीकै भन्यो भने कति बाहाभई चुकन्न नि छ। ती ठाउँहरूको महत्त्व भनेको जब हामी त्यहाँ जान्छौँ, जब हामी त्यहाँ त्यो ठाउँको जुन मर्म हो, मूल्य हो, त्यो अनुसारको जब विभिन्न क्रियाकलाप हुन्छ, त्यसपछि जीवन्त हुन्छ हाम्रो सहर। अनि त्यसपछि कुनै अर्को म्युजियमको खाँचो हुने छैन। यो सिटी, यो हाम्रो यो सबै भनेको लिभिङ म्युजियम हो। यो लिभिङ म्युजियम अनुभव गर्न पाउने मौका हो शनिबार। हुन त कतिजनाले सधैँ गाडी नचल्ने बनाइदिए हुन्थ्यो नि पनि भन्नुहुन्छ। अनि फेरि कतिजना यहीँ बस्नुहुनेले हाम्रो गाडी चाहिँ कहाँ राख्ने, हाम्रो बाइक चाहिँ कहाँ राख्ने त अरू दिन भन्ने पनि गर्नुहुन्छ। यो बहस चलिरहेको छ। यो बहस सँगसँगै हामीले वी विल अलवेज ट्राई टु फाइन्ड द मिडल पोइन्ट, जसले गर्दाखेरि यहाँको बासिन्दालाई मेरो घर यो हेरिटेज साइटमा छ र यसबाट चाहिँ मैले पनिसमेन्ट पाउने होइन, मैले रिवार्ड पाउनुपर्छ। यहाँका बासिन्दाहरूले रिवार्ड पाउनुपर्छ। त्यो रिवार्ड पाउने खालको काम हामीले गर्न जरुरी छ। त्यो क्रमशः रूपमा हामी गर्दै जानेछौँ, जोड्दै लानेछौँ। फेरि एकपटक यो असन महसुस गर्नको लागि, जनवाह महसुस गर्नको लागि, 25 वडाका विभिन्न ठाउँ महसुस गर्नका लागि, 27 वडाका विभिन्न ठाउँहरू महसुस गर्नका लागि यो टिभीमा हेरेर भन्दा यहाँहरू यहीँ आउनुहोस्। अनि यहाँ आउँदाखेरि विभिन्न यहाँ देखेको कुरा सँगसँगै नदेखिएका कुराहरू खोज्नलाई के गर्ने भन्ने पनि लाग्छ। मलाई अघि बसिराख्दा नि सोचिरहेको थिएँ, अब हामीले एउटा म्याप बनाउनु पर्छ, यहाँ इन्भेन्ट्री बनाउनु पर्छ, जसले गर्दा यहाँ आउनुहुनेहरूले कुन पोइन्टमा के छ भनेर पनि थाहा पाउनुहुनेछ। अनि सँगसँगै देखिएका मन्दिरहरूको अर्थ पनि थाहा हुनेछ, महत्त्व पनि थाहा हुनेछ। यहाँ सबैजनालाई यो कार्यक्रम, यो अभियान भनेको काठमाडौँ महानगरपालिकाले ओनरसिप लिएर लिडरसिप लिएको छ। तर यो लिडरसिप काठमाडौँ महानगरपालिकाले, वडाहरूले लिइरहँदा पनि यसको महत्त्व भनेको चाहिँ तब हुन्छ जब यहाँको समुदायको सहभागिता हुन्छ। यहाँहरू सबैजनाको सक्रिय सहभागिताको लागि अपेक्षा गरेका छौँ। आज गरिसकेपछि दिमागमा धेरै आइडिया आउँछ, अर्कोपटक यसो गरौँ न भनेर यहाँहरूले पनि आइडिया राखिदिनु हुन पनि अनुरोध गर्दछु। फेरि पनि हामीले 27 वडाको लागि मात्र सोचेका छैनौँ। 27 सँगै 25ले पनि यसपटक यो भेहिकल फ्री स्याटरडे हाम्रो एरियामा पनि गरौँ भन्नुभयो। अहिले 27 हुँदै 25 छोएका छौँ। 25 हुँदै हामी 24 जान्छौँ, 24 हुँदै 23 हुँदै 22 हुँदै यो क्रमशः रूपमा हामीले बढाउँदै जानेछौँ। त्यसमा हामीले केही कुराहरू थप घट सुधार गर्नुपर्ने पक्ष हुन्छन्, त्यो समयसँगै काम गर्दै जाँदा यहाँहरूको सल्लाह सुझाव लिएर नै यसमा सुधार पनि गर्दै जानेछौँ। फेरि एकपटक यहाँहरू सबैलाई धन्यवाद छ। असनलाई साँच्चीकै नै जीवन्त असन बनाउनको लागि, समृद्ध असन बनाउनका लागि, हाम्रो इतिहास बोकेको ठाउँलाई जीवित बनाउनको लागि र हाम्रो भविष्य कोर्ने ठाउँ बनाउनको लागि यहाँहरू सबैजनाको साथ, सहयोग, शुभेच्छा, सद्भावको आशा गरेका छौँ। त्यसमा यहाँहरूले सदैव आशिष स्वरूप दिनुहुनेछ भन्ने पनि आशा गर्दछौँ।